ओइ के को तिमीहरू नि आउँछ तर 1-2 दिनमा है DL मोटो ब्लग्स देखिन्छ ल यस्तो यस्तो भइरह ए भाइको नाम के हो रोनाल्डो नेमार पनि ठिक छ तिमी के मेसी त नाइ मेसी नाइ रोनाल्डो ल मेसी भन् ल नेमार ल रोनाल्डो बेस्ट ओए ल अब तिमी भनिदेऊ त हो ल तिमी के हो क्रिकेट हो तिमी चाहिँ ल सेट कुरै मिलेन फेरि ल बाई ल भाइहरू सब्सक्राइब हान्न है मोटो ब्लग्स आइरह DL मोटो ब्लग्स सब्सक्राइब गर है 3जना ल तिमी पनि गर है ल ल पर्दैन तिमीहरू गर न ल ल भाइ ल बाई सबैलाई स्वागत छ मेरो अर्को भिडियोमा अहिले चाहिँ म काले दोस्कोमा जान आँटेको काले साथीले मलाई बोलाएको थियो क्या साथी भेट्न जान आँटेको बोलाएको चाहिँ 1 घन्टा भइसक्यो म चाहिँ भर्खर गइरहेको छु होइन ढिला भइसक्यो कल गरेर भर्खरै पनि कल गरेको थिएँ क्या अब छिटो जानुपर्ने हुन्छ म चाहिँ भर्खर खानासाना खाएर निस्किरहेको क्या ढिला भइसक्यो गाइस यार ढिला भइसक्यो ल मुली तेल पनि छैन यार एकान्त कुनातिर जान आँटेको हो म चाहिँ खासमा हत्तेरिका के भएको यार थट जाममा पर्यो अब यहाँबाट जानुपर्ने हुन्छ हामी एकान्त कुनाबाट अब यहाँबाट हामी सर्टकट लिएर जानुपर्ने हुन्छ काले दोष भाटोमा अब यहाँ एउटा सानो गल्ली छ क्या यहाँ सानो गल्लीबाट जानुपर्ने छ ए कुकुर हटो भाइ हटो ओ यो कुकुरलाई के हो बाङ्गो हिँड्छ त काले सम्धी कता हो तिमी आउँदैछु म चिन्ता नगर कल चाहिँ फेरि अहिलेदेखि गरेको होइन 2 घन्टा भइसक्यो 1-2 घन्टा भइसक्यो क्या कल गरेको म चाहिँ अब खानासाना खाएको थिइनँ अनि खानासाना खाएर मुख पनि थाहा थिएन क्या अनि त्यही भएर अलिकति ढिला भयो मलाई अब यहीँबाट जानुपर्ने हुन्छ है फाइनली हामी कहाँ आइपुग्यो यो हत्तेरिका कस्तो ठाउँको नाम पनि बिर्सिरहेको भने मैले ल माछे बाटो बन्द रहेछ मेरो फेरि हिजो फुटसल खेल्न गएको थिएँ क्या मेरो चस्मा पनि यार उतै छुटेर फुटसलमा कहाँ गयो भने चस्मा बिना पनि चलाउनु अलिक अप्ठ्यारै हुन्छ मलाई चाहिँ अलिक तिरिमिरी देख्छ क्या अलिक अप्ठ्यारै हुन्छ म त किन के हुन्छ भन्छु नि है तेल पनि छैन यार ट्याङ्की खालि उयो कहाँबाट आउँछ यार यस्तो ओभरटेक हान्दा बेला चाहिँ गाइसको दिनुपर्छ कोही बेला होइन खाली मात्र ओभरटेक हान्छ नि अनि भ्याएन भने त के अन्त दिनै पऱ्यो छोडिदिनु पऱ्यो त्यो म चाहिँ हिरो बनेर काम छैन क्या अगाडि गएर छेकेर होइन काम छैन कहिलेकाहीँ हामी पनि ओभरटेक हानिन्छ हामीले पनि भ्याउँदैन होइन बुझेर रोक्नुपर्छ क्या त्यही हो म प्रायः देखिरहेको हुन्छु ओभरटेक हान्न खोजिरहेको हुन्छ होइन मुलीहरू अगाडि गएर हिरो बनिदिन्छ साइड दे न भाइ किन अगाडि जानु पऱ्यो हिरो बन्नलाई खुरुकन साइड दे त्यही हो कोही बेला साइड दिनुपर्छ क्या अब कोही बेला अब होइन ओभरटेक हानिरहेको हुन्छ खाली मात्र हान्ने हो त ओभरटेक अब म यहाँ काले दोषको अफिसतिर पनि आइपुगेँ होइन हो यसरी ओभरटेक हान्नुपर्छ कोही बेला अनि भ्याएन भने के तिमी अगाडि आएर छेक्न त मिलेन नि त खोइ त काले त मैले छैन त यहाँ कहाँ गयो काले कि म मुला कुन गल्लीमा आएँ ल माझिस कुन गल्ली हो यो गल्ली होइन गल्ली त यही हो त यार गल्ली त यही हो त कहाँ छ काले कुन ठाउँमा आइपुगेँ म लौ ए यहाँ चाहिँ हो नि कहाँ अगाडि आइदिइरहेको म पनि ल यहाँ त छैन त कोही पनि काले दस यहीँ रहेछ देखेको छैन कालेले देखेको छैन ओ के छ ठिक छ नि के छ त अल्छी लाग्यो रे अब के छ त प्लान हेर न काले दस यहाँ मिटर
मिटर मिटरै खाली भइरहेछ के छ विचार काले दोस्त बस सो फाइनली हामीले काले दोस्तलाई भेटिसकेको छ अब हामी काले दोस्तकोमा जान्छौँ एकछिन चिलपाडामा होइन काले दोस्त अनि तिमी काम गर्न पर्दैन आज तिमी बङ हान्ने ए अल्छी लागेर आहा ल कताबाट ओके छ त तिमी जहाँबाट भन्छ म त्यहीँबाट हिँड्छु तिमी भन न मात्र कहाँबाट हिँड्ने के अरे बाइकभित्र राख्ने ल अब फाइनली हामी कालेकोमा जान्छौँ ऊ के गरेको कालदोस पानी चेक गरे छ पानी चेक गर्दैछ गाइस मलाई चाहिँ रुगा लागिरहेको छ त्यही भएर मास्क लगाइरहेको छु होइन अनि अहिले काठमाडौँमा लास्टै धुलो धुवा पनि छ नि त अनि त्यही भएर म चाहिँ मास्क लगाइरहेको छु यहाँ छठमा यहाँ चाहिँ म अहिले भैँसी पार्टीतिर छु नि त नक्कुमा आमाल छिटो ओइ ओइ 3 2 1 मर्छ माकुरी ल अब काले सम्धिन आउँछ अनि लुगा धुनेवालामा छ फेरि कहाँ गयो ए ल मिसिन अन गरेर त्यही हो अहिले चाहिँ लास्टै धुलो छ क्या म त्यही माथि नकुमा छु अहिले होइन रुगा पनि लागिरहेछ अनि त्यही भएर अब तातो पानी खानुपर्ने हुन्छ एकछिन होइन काले दोष चाहिँ अब लुगा धुन्छ अरे अनि त्यही हो अब के हुन्छ होइन आजको थाहा छैन त्यही हो चस्मा पनि छैन क्या चस्मा हिजो मैले फुटबल खेल्न गएको थिएँ अनि उतै छुट्टै छ क्या होइन चस्मा पनि अनि अब चस्मा पनि लिनु जानुपर्ने छ अनि त्यही हो ल काल दोष कति टाइम लाग्छ नुहाउन तिमीलाई 5 मिनट ल 5 मिनट नुहाइसक्छ है त ल हेर न लगाएर म यहाँ अब एकछिन यहाँ बस्नुपर्ने हुन्छ होइन यहाँ तातो पानी खान्छु अब म केही होइन सिस्टम फेरि कडा चिसो कि तातो ल अब म एकछिन यहाँ तातो पानी खाँदै बस्छु रुगा लागिरहेछ केटा हो के गर्ने काले दोष चाहिँ अब नुहाउँदै गर्छ म यो त चिसो पानी हो यार तातो पानी खोइ त यो फेरि चिसो मलाई त आएन यार यो चलाउन तातो पानी भनेर खाएको चिसै पानी पर्दिरह क्या बैगन चिसै पानी रहेछ गाइस हेर्नु न यहाँ धुलो धुवाले यस्तो डनी फोराइरह मलाई रुगा लागेको त्यस्तै रुगा लागेको 3-4 दिन भइसक्यो रुगा हटेकै छैन भने यत्रो भइसक्यो रुगा हटेकै छैन क्या अब एकछिन काले दोषलाई कुरौँ होइन अनि नुहाइसक्छ त्यसपछि अनि फेरि म रेकर्ड गर्छु है त A few moments later सो गाइस काले दोष चाहिँ भर्खर नुहाएर लुगा सुगा धोएर आइसक्यो होइन अब बाहिरतिर निस्किनु पर्ने हुन्छ तिमी घाला नुहाएको चिलाउने फाटेको मलाई Shut the fuck up ल अब चाहिँ हामीहरू एकछिन चस्मा लिन जान्छौँ अब बाइक चाहिँ काले दोषले चलाउँछ म चाहिँ एकछिन पछाडि बस्छु मलाई आज लास्ट थकाइ पनि लागिरहेको छ कि ल अब जानुपर्ने हुन्छ निकाल बाइक छिटो निकाल ल अब यहाँ काले दोषले चलाउँछ म चाहिँ पछाडि बस्छु अब हाम्रो के हुन्छ होइन ल लेट्स गो चलो चलो मेरो मामा कति प्यारो छ फाइनली फुटबल लागेको अवस्था छ फुटबल लागेको अवस्था छ तर कोही पनि छैन त यहाँ यहीँ हो क्या हिजो चस्मा छुट्या अब हेरौँ के छ दिदी चस्मा भेटाउनु भयो हो र छुट्टिनु चाहिँ यहीँ छुट्या रहेछ मलाई नम्बर दिइराख्नु न त यहाँको कसको मेरो यहाँ ओ यहाँ टिपेन साउको लिएर जानु कताबाट खै त्यहाँ हेर त पाँच यहाँ रहेछ ल कतिखेर आउनुहुन्छ र अब एकछिन बसेर आउनुहुन्छ त्यो तपाईँ भनिदिनु अनि हामी फोन गर्छौँ नि है के अब चस्मा त पाएन यार गाइस
अब गाई चस्मा चाहिँ भेटेन होइन अब एकछिन यहाँ चिया खाने हो चिया खाएर गाइस अब हामीहरू लाग्छौँ होला ल गाइस आजको लागि यति नै होइन त्यही हो आजको भ्लग यस्तै हो होइन अब हामी त्यही हो नेक्स्टचोटि अब अर्को पालि चाहिँ भ्लगमा कस्तो आउँछ भने अब हामी निस्किन्छ ढुक्क ल त्यही हो गाइस आजको लागि यति नै होइन अब अलि दिनपछि चाहिँ अलि लङ ट्रिपको भ्लगहरू पनि आउन सक्छ होइन हेर्दै गर्नु होला त्यही हो त्यसो काल दोस्त ल अब आजको लागि चाहिँ यति नै राम्रो लाग्यो भने लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला होइन सब्सक्राइब गरिदिनु होला